साथीहरु स्वागत छ कनेक्ट नेपालमा। आज म तपाईलाई चाहिँ स्टोर किपरको जब देखाउँदै छु आयरल्यान्डको लागि है त। र मलाई एकजना कमेन्ट पनि कसले कमेन्ट गरेको 30,000 चाहिँ मजाक गर्यो व्हाट अ ननसेन्स भने थियो के। उले 30,000 युरो भनेर पत्याएन आयरल्यान्डमा के। सायद लेडिज हुनुहुन्थ्यो होला। 30,000 भनेको मिनिमम स्यालेरी हो। तपाईलाई मैले जतिचोटि देखाइसकेँ जस्तै म डेरी फार्ममा जाउँ अथवा वेयरहाउसमा जाउँ जेमा जाउँ जस्तै पिगमै गयो जेमा जानुस् हैन। तपाईको स्यालेरी मिनिमम स्यालेरी भनेको 30,000 हो है। तर प्राय अस्तिको 2024 देखि चाहिँ बढेको छ 34,000 भएको छ अहिले चाहिँ यहाँ हेर्नु 34,000 एनुअली हो चाहिँ है स्यालेरी। सो त्यही अब 30,000 भए पनि तपाईको 30,000 भए पनि मैले हेर्दा 46 लाख हुन्छ। र एकै गरी यो 34 लाख हो भने चाहिँ 34,000 हो भने चाहिँ 52 लाख हुन्छ। सो स्यालेरी यति हुन्छ है त। साँच्चीकै स्यालेरी होइन रे मजाक होइन ओके है त। सो म तपाईलाई आज देखाउने स्टोर एसिस्टेन्ट है यहाँ हेर्नु त। अब स्टोर एसिस्टेन्टको लागि चाहिँ यो मैले तपाईँ ह्यान्डली एनर्जी भन्ने छ है त। यसले संसारभरिको भ्याकेन्सी हुन्छ। यहाँ युएसए को छ, रेस्ट अफ वर्ल्ड छ, ग्लोबल छ। तर मैले आज फोकस गरेको चाहिँ आयरल्यान्डको लागि होइन। त्यही मैले आयरल्यान्डमा देखाउँदैछु। जस्तै हेरौँ न यहाँ के छ। जस्तै जेनरल अपरेटिभ पनि छ, वेयरहाउसमा छ, जेनरल अपरेटिभ किङ्स कटमा छ, जेनरल अपरेटिभ इलेक्ट्रिसियन छ। तर मैले तपाईलाई आज देखाउने भनेको चाहिँ स्टोर एसिस्टेन्ट यहाँ हेर्नु त। स्टोर एसिस्टेन्ट किङ्स कटमा, स्टोर एसिस्टेन्ट म्यानागनमा है। जुनै पनि जोनमा छ क्लिक गर्नु यहाँ। त्यसपछि फुल चाहिँ सब पढ्नु। अब रिक्वायरमेन्टमा हेर्नु यहाँ। जस्तै यहाँ तपाईलाई यहाँ पीसी स्किल कम्प्युटर चलाउन राम्रोसँग तपाईलाई आउनुपर्छ स्किल भनेको त्यही भनेको छ यहाँ है त। अनि पहिले तपाईले काम गरेको अनुभव छ भने राम्रो भनेको छ के। सो तपाईले चाहिँ के गर्नु भने अनि यहाँ एप्लाईमा क्लिक गर्नु। एप्लाईमा तपाईँ चाहे जुनै जबमा होस् एज अ इलेक्ट्रिसियन होस् चाहे तपाईँ जुनै जब होस् तपाईले यो रेजिस्टर गर्नुपर्ने हुन्छ। फर्स्ट नेम, लास्ट नेम, इमेल आइडी, फोन नम्बर, होम कन्ट्री नेपाल अनि डु एग्री यस लेख्नु अनि आफ्नो रिज्युमेलाई एट्याच गर्नु अनि रेजिस्टर गरिदिनु है त। त्यस्तै अरू पनि भ्याकेन्सी तपाईले हेर्न सक्नुहुन्छ। तपाईँ कुन भ्याकेन्सीमा इन्ट्रेस्टेड हो त्यो भ्याकेन्सी हेर्नु होला है त। त्यस्तै अर्को छ यो चाहिँ स्टोरम्यानमै छ है। वो स्रोड भन्ने ठाउँमा छ है। अनि यो आयरल्यान्डमै हो। यो त मैले फर्म धेरैचोटि तपाईलाई सिकाएको छु हैन। यो लोकेसन भनेको तपाईको सिटी छैन भने कहिलेकाहीँ तपाईको सिटी हुँदैन। जस्तै धादिङ छैन यहाँ, धादिङ छैन भने काठमाडौँ लेख्नु, नजिकको सिटी लेख्नु ठुलो है। सिभिल अपलोड गर्नु अनि सोधिरहेको छ एलिजिबिलिटी क्राइटेरिया सोधिरहेको छ नो भन्नु। इमिडिएटली आर यु एभाइलेबल इमिडिएटली भनेको यस भन्नु। अनि यस भन्नु यसमा पनि अनि आफ्नो कभर लेटर चाहिँ यहाँ लेख्नु है त। त्यस्तै त्यस्तै यो अर्को छ हेर्नु त स्टक एसिस्टेन्ट भन्ने छ किल्डेयरमा छ है। तपाईले क्लोजिङ डेट लेखेको छ। तपाईले पहिला यो प्रोफाइल हेर्नु प्रिभियस एक्सपिरियन्स चाहिन्छ अरे छ भने राम्रो है। फ्लेक्सिबिलिटी हुनु पर्यो काममा है। अनि अर्को के छ जस्तो इङ्ग्लिस राम्रो हुनुपर्छ भनेको छ। यो बेनिफिट भनेको छ तपाईँ आफै पढ्नु बेनिफिटहरू है। स्टक एसिस्टेन्ट हो। अब एप्लाई अन दिस वेबसाइटमा क्लिक गर्नुभयो भने नो थ्याङ्क्स कन्टिन्यू टु एप्लाई गर्नु लेख्नु। अनि त्यसपछि यो फर्म खुल्छ हेर्नु त। यो फर्म खुल्छ। तपाईले आफ्नो रिज्युमेलाई अपलोड गर्नु। तपाईको अरू एडिसनल डकुमेन्ट हुनाले चाहे त्यो कभर लेटर होस्, चाहे त्यो एक्सपिरियन्स लेटर होस्, चाहे त्यो तपाईको एजुकेसन डकुमेन्ट होस् अपलोड गर्नु। यो फर्म फिलअप गर्नु है। हेर्नु सबै फर्म फिलअप गर्नु। कन्ट्री नेपाल लेख्नु। करेन्ट स्यालेरी तपाईले यसले सोचिरहेको छ तपाईले काम गरिरहनु भएको छ के हो स्यालेरी करेन्ट है। नेपालमा हो भने आरएस रुपिस भनेर लेख्नुपर्छ है। एक्सपेक्टेसन स्यालेरी यो चाहिँ उताको लागि यो चाहिँ 30,000 युरो पर आवर तपाईले लेख्नु। नोटिस पिरियड इमिडिएटली लेख्नु है। हाउ डिड यु हेयर अबाउट दिस पोजिसन। अब लिङ्कडिन छ कतै हेरौँ यहाँ लिङ्कडिन छ भने लिङ्कडिन ग्लासडोर लेख्दा पनि हुन्छ, लिङ्कडिन लेख्दा पनि हुन्छ। यु हेभ एक्सपिरियन्स इन फेसन रिटेल अब छ कि छैन हेर्नु त्यही भनौँ। वाट आर योर स्यालेरी एक्सपेक्टेसन 30,000 लेख्नु। डु हेभ प्रिभियस एक्सपिरियन्स इन स्टक रुम कन्ट्रोलिङ एस लेख्नु पर्छ तपाईले। वाट इज यर करेन्ट नोटिस, आर यु एबल टु ट्राभल टु स्टोर लोकेसन इजिली भनेको छ। यो चाहिँ तपाईले यसै भनिदिनु। डु हेभ लिगल राइट टु वर्क इन युके। अब यो युके को रहेछ हैन। यो युके को रहेछ। त्यही पनि फर्म फिलअप गर्दा हुन्छ तपाईले केही छैन। तर युकेमा नपाउने चान्स धेरै हुन्छ है। अनि यो क्लिक गर्नु अनि एप्लाई एन्ड सेभ गर्नु है त। त्यस्तै यो मैले तपाईलाई देखाएँ है। यो अहिलेको देखाएको हेर्नु त। यसलाई हटाएँ। स्टोर एसिस्टेन्ट है यो किल्डेयरको अघि देखाएको थिएँ नि। एप्लाई नाममा क्लिक गर्नु। एउटा फर्म खुल्छ होला अथवा तपाईले साइन इन गर्नुपर्ने हुन्छ होला।
है सो साइन इन गर्नु अनि इमेल जस्तै त्यही अहिलेको रहेछ मैले तपाईँलाई देखाएको रहेछ ठिक छ यसलाई हटाइदिएँ है त्यस्तै अर्को पनि छ हेर्नु स्टोर एसिस्टेन्ट यो चाहिँ न्यू मार्केट छ है अनि यहाँ तपाईँले गर्नुपर्ने कामहरू स्टरर लेखिदिएको छ है अनि के गर्नु भने यहाँ चाहिँ तपाईँले एप्लाईमा क्लिक गर्नु एप्लाईमा क्लिक गरेपछि तपाईँले रेजिस्टर गर्नुपर्ने हुन्छ यहाँ हेर्नु त यो तपाईँले रेजिस्टर गर्नु है कन्ट्री भनेको छ नेपाल एनइपी नेपाल हाल्नु पोस्टल कोड यो N977 हाल्नु अनि डु हेभ करेन्ट वर्क फर अस नो लेख्नु अनि सिभिल अपलोड गर्नु अनि रेजिस्टर गर्नु है त जस्तै यो चाहिँ सोप फ्लोर एसिस्टेन्ट भनेको छ है त अनि तपाईँले चाहिँ यहाँ पढ्नु रिक्वायरमेन्टहरू के छ न्युमेरिक एबिलिटिज भनेको चाहिँ क्याल्कुलेसन क्या बेसिक क्याल्कुलेसन भनेको एडिसन मल्टिप्लिकेसन त्यस्तो है त गर्न आउनुपर्ने हुन्छ यहाँ क्लिक गर्नु यो फर्म खुल्छ हैन यो फर्म खोलेपछि तपाईले फर्म फिलअप गर्नुपर्ने हुन्छ हैन त यो फर्म फिलअप गर्नु अनि सेन्ड गर्नु है त सो साथी सबै यो चाहिँ भिडियोको डिस्क्रिप्सनमा मैले लिंक छोडेको हुन्छु तपाईहरुलाई एप्लाई गर्नको लागि साथीहरु यहाँसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद।